के शिव तत्त्वको अनुभूति केवल मन्दिरमा मात्रै हुन्छ त? मन्दिर जाँदा मात्रै शिव तत्त्वको अनुभूति हुने हो र? के अरू कुनै उपाय छ त्यसको? यो अस्तव्यस्त संसारमा कसरी गर्ने त शिव तत्त्वको अनुभूति? शिव तत्त्व कहाँ खोज्ने, कहाँ नखोज्ने? कि हरेक व्यक्ति शिव तत्त्वको भागी हुन् त? हरेक चिजमा शिव हुनुहुन्छ त? र शिव नै हरेक चिज हो। कसरी गर्ने शिवजीको सेवा? के गर्दा शिवजी प्रसन्न हुनुहुन्छ? के नगर्दा शिवजी प्रसन्न बन्निनुहुन्छ? इत्यादि धेरै प्रश्न हुन्छन् हामीमा। अझ झन् साउन महिना आइरहेको छ। के गर्ने विशेष जसले शिव तत्त्वको अनुभूति होस्, शिव प्राप्ति होस्? यस्ता धेरै प्रश्न जिज्ञासा हाम्रो मनमा हुन्छ। यसकै समाधान स्वरूप अथवा एउटा नयाँ रोचक तथ्य सुनौँ शिवजीको बारेमा। हामीलाई धेरैलाई लाग्छ कि शिवको पूजा केवल र केवल शिवलिङ्गमा मात्रै हुन्छ भनेर। तर शिवलिङ्गदेखि बाहेक पनि शिवजीको 8वटा मूर्तिहरू छन्, जुन हाम्रो सधैँ वरिपरि नै हुन्छन्, प्रकृतिमै छन्। त्यसको लागि कुनै मन्दिर जाने अथवा कुनै यात्रा गर्ने आवश्यकै छैन। ती मूर्तिको जतिखेरै पनि हामी साक्षात्कार गर्न सक्छौँ। हामीलाई केही गर्नु छ त हाम्रो केवल र केवल भावनामा परिवर्तन, किनकि हामी सनातनी हौँ। सनातन जुन धर्ममा प्रकृतिलाई नै भगवान मानिन्छ। त्यसैले त गाईलाई माताको दर्जा दिएको छ, पृथ्वीलाई आमा भनिन्छ, जललाई देवी, पर्वतलाई देवता, समुद्रलाई देव। त्यस्तै गरी शिवजीको पनि 8वटा मूर्ति अत्यन्त प्रसिद्ध छन्। तिनीको बारेमा शिव पुराणमा वर्णित छ। भूम्यं भोग्निमरुद्व्योम क्षेत्रज्ञार्कनिशाकराः अधिष्ठिताश्च सर्वाद्यैः अष्टरूपैः शिवस्य हि। अर्थात शिव का 8वटा रूप भूमि, वायु, आकाश, अग्नि, हवा, आत्मा, सूर्य र चन्द्र, यी 8वटा साक्षात शिवकै मूर्ति स्वरूप हुन्। यी शिव तत्त्व नै हुन् भनेर बताइएको छ। किनभने यी वास्तवमा 8वटा वस्तु जीवनको स्रोत हुन्। चन्द्र जुनले अमृतको किरणको वर्षा गर्छ, जसले अज्ञान रूप अँध्यारोको निवारण गर्छ। सूर्य जुन सम्पूर्ण जगतको चक्षु हो, नेत्र हो। पानी जुन सम्पूर्ण चराचर जगतको सृष्टिको हेतु हो। भूमि जुन चराचर जगत जसमा आधारित छ। भूमि बिना त्यो जगत सम्भवै छैन। यी भूमिमा आश्रित भएरै जगत सम्पूर्ण चलिरहेको छ। आकाश जुन हरेक वस्तुमा, हरेक पदार्थमा व्याप्त छ, सम्पूर्ण ब्रह्माण्डलाई आच्छादित गरेर रहेको छ। वायु जुनले नै श्वास प्रश्वासको क्रिया हुन्छ, जुन बिना एक क्षण पनि मान्छेलाई व्यतीत गर्न गाह्रो हुन्छ। अग्नि जुन देव कार्यमा सबभन्दा ठुलो भूमिका निभाउँछ, आहुति स्वीकार गर्ने काम गर्दछ र जसको कारणले वर्षा हुन्छ र वर्षादेखि अन्न र अन्नबाट प्रजा। यस्तै गरी सम्पूर्ण शिवजीको अष्टमूर्तिको महान भूमिका छ। यिनै अष्टमूर्तिको स्तुति गरेर शुक्राचार्यले साक्षात शिवजीबाट मृत सञ्जीविनी विद्या प्राप्त गर्नुभयो, जुन विद्याले मृत शरीरमा पनि आत्माको सञ्चार गराउन सक्दछ। यस स्तोत्रदेखि प्रसन्न भएका शिवजीले नै शुक्राचार्यलाई त्यो ग्रहको उपाधि दिनुभयो। त्यसैले त आज पनि ज्योतिषीय गणनामा शुक्राचार्यलाई ग्रह भनेर हामी गणना गर्दछौँ।
त्यहाँ शुक्राचार्यद्वारा गरिएको अष्टमूर्ति स्तोत्र शिवपुराणमा वर्णित छ र अत्यन्त प्रसिद्ध पनि छ। शिवजीको यी साक्षात स्वरूप अष्टमूर्तिहरू हरेक स्थानमा उपलब्ध छन्। त्यसको लागि हामी कुनै मन्दिर विशेष जानु पर्दैन, कुनै विशेष यात्रा गर्नु पर्दैन। हामी सूर्यको दर्शन जहीँदेखि गर्न सक्छौँ। यही परिवर्तन गर्नुपर्छ भने त हाम्रो भावना, जुन भावना रहेको छ कि शिवालय गएर शिवलिङ्गमा दुग्ध अभिषेक गर्दा मात्रै शिवको उपासना हुन्छ, शिवको सेवा हुन्छ भनेर, जुन सरासर गलत हो। सेवा त मनदेखि हुन्छ। मनमा अन्यथा भाव राखेर दुग्धको अभिषेकले मात्रै शिवजीको सेवा कथनचित पनि हुँदैन। तिनी शिवजी त वैरागीका पनि वैरागी, योगीका पनि योगी, ती परम सन्यासी। तिनले कुनै वस्तुको के नै चाह होला र? भगवानलाई त भाव चढाउने हो, न कि कुनै पदार्थ। आत्मा जुन शिवको अन्यतम अष्टमूर्ति हो, जुन हरेकको भित्र उपलब्ध छ, जुन आत्माको अनुसन्धानले नै शिव तत्त्वको ज्ञान हुन्छ। त्यो आत्मालाई छोडेर हामी त्यो पार्थिव पदार्थको पूजा सेवामा लिप्त हुन्छौँ कि त्यो सही होला र? किनकि शिव त हामी भित्रै हुनुहुन्छ। त्यसैले त आदिगुरु शङ्कराचार्यजीले आफ्ना परम गुरुले प्रश्न गर्दा को होस् त भन्दाखेरि शिवोहम 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 भन्नुभएको थियो। त्यसैले त होला सायद वेदहरूमा तत्त्वमसि अहम ब्रह्मास्मि इत्यादि वाक्यहरू छन्, जुन महावाक्यले पनि चिनिन्छन्। अर्थात् आत्मा नै ब्रह्म हो। ब्रह्म अर्थात् ती परम शिव। तिनको दर्शन गर्नलाई कुनै मन्दिर वा देवालय जाने आवश्यकतै छैन। तिनको त आफूभित्रै हामी दर्शन गर्न सक्छौँ। तिनको उद्भूत रूप हामी सूर्य चन्द्रमा नै देख्न सक्छौँ, किनकि सूर्य चन्द्र शिवस्वरूपै हुन्। तिनको दर्शन भूमिमा हामी गर्न सक्छौँ। हामीले लिएको हरेक श्वास श्वासमा शिवजीको अनुभव गर्न सक्छौँ। हामी जुन वायुमण्डलमा छौँ, हामी जुन आकाशमा छौँ, त्यो आकाशमा हामी शिवजीको अनुभव गर्न सक्छौँ। शिव अनुभवको लागि कुनै स्थान विशेष चाहिँदैन हामीलाई। हामीलाई केहीको आवश्यकता छ भने त्यो श्रद्धाको र त्यो शिवभावको, जसको कारणले हरेक स्थानमा हामी शिवको अनुभूति गर्न सक्छौँ। त्यसैले म आज मन्दिर जान पाइनँ, आज मैले शिवजीको दर्शन गर्न पाइनँ भनेर दुःखी हुनै पर्दैन। जस्तै कामको व्यस्तता भए पनि, जस्तै जीवनमा सङ्घर्ष भए पनि हामी शिवजीको अष्टमूर्तिको सधैँ दर्शन गरिरहेका हुन्छौँ। त्यसैले मनमा भाव राख्न जरुरी छ कि शिवजी हरेक तत्त्वमा हुनुहुन्छ, विशेष गरी अष्टमूर्तिमा, किनकि यी साक्षात् शिवजी नै हुन्। साक्षात् शिवजी। हामी साक्षात् शिवजीको दर्शन गरिरहेका छौँ, तर पनि हामी त्यो पार्थिव पदार्थ मूर्तिको दर्शनको लागि लालाहित हुन्छौँ, जुन सरासर अनुचित छ। त्यसैले अदेखि शिवालय नजाँदाखेरि मेरो व्रत पुरा भएन कि, यो साउन खेर गयो कि भनेर सोच्ने आवश्यकतै छैन, किनकि अष्टमूर्तिको हामी सधैँ दर्शन गरिरहेका छौँ। त्यसैले त मन्दिरमा गएर दुग्ध विक्षेप गर्नु भक्ति होइन, बरु आफ्नै भित्र आत्मामा शिव तत्त्वको अनुभव गर्नु नै भक्ति हो। त्यही भएर हामी समय भएन भनेर दुःखी नहौँ, किनकि हामीलाई शिवको दर्शन गर्न, शिव तत्त्वको अनुभव गर्न कुनै समयको आवश्यकता नै छैन, किनकि हामी हरेक क्षण शिव तत्त्वमै छौँ। त्यसैले अबबाट यो देखावटी रूढी भक्तिलाई त्यागेर भागवती भक्तिको अनुसरण गर्दै सदा सर्वदा शिव तत्त्वको अनुभूति गरौँ। यसमा केही त्रुटि भएमा क्षमा गर्नुहोला।
नमो देवी।